त्योहरू ओ माई गड यो कोरियाको हेर्नु सबैभन्दा पुरानो घर पहिला चाहिँ यस्तो घरमा बस्थे है यहाँको मान्छेहरू हेरौँ त कहाँ राम्रो थियो त पहिलाको घर तर अहिले यस्तो छ यो फुल तपाईँलाई दिन चाहन्छु तपाईँले मेरो भिडियो फोटो बनाइदिनु भएकोमा सम्मानका स्वरूप म यो फुल दिन चाहन्छु धन्यवाद नमस्ते मैले उसिनेको अन्डा खाएन भनेर पो रिसाइरहेको रहेछ अब सुदन गुरुङ र बालेनको मात्रै कति चर्चा गर्नु म पनि हिराको भरिपूर्ण छु हेलो साथीहरू नमस्ते सेवारो वेलकम ब्याक टु माई युट्युब च्यानल न्यू डे न्यू ब्लगको साथ उपस्थित भइसकेको छु आज चाहिँ मैले भन्न चाहे 2083 सालको धेरै शुभकामना अब 82 सालको लाई बिदा गरे सँगसँगै 83 सालको आगमन भएको छ 2082 साल अब ठिकै रह्यो 83 साल चाहिँ हामीले सोचे जस्तै होस् सम्झे जस्तै होस् सबैको उन्नति होस् प्रगति होस् भन्ने चाहिँ म शुभकामना दिन्छु आई होप सबैजनाले चाहिँ के अरे ह्याप्पी नयाँ साल उमङ्गका साथ मनाइरहनु भएको छ मैले पनि नयाँ साल चाहिँ यसरी नै मनाइरहेको छु म चाहिँ तन राम्रो मन राम्रो हौ तिमीले हेर्दा त झन् राम्रो मानु कोटैमा माया हेर्नु साथीहरू अब हामी चाहिँ फुलमा घुम्न जाने हेरौँ के कस्तो हुन्छ आज चाहिँ फुलमा भिडियो गर्न जाने हो नि त आज नयाँ साल पनि हो हैन यो चाहिँ एकदम अमूल्य हो मैले नेपालमा किनेको हामी चाहिँ हाम्रो गाउँभित्र नै एउटा फुलबारी फुलेको छ टाढो त जान सकिएन पर अब जाँदैछौँ फोटो भिडियो खिच्नलाई रात पनि पऱ्यो 6 बज्नु लाग्यो हामी चाहिँ फाइनली आइपुगेको छौँ हाम्रो गन्तव्यमा तर फुल चाहिँ यस्तो छ फुल चाहिँ झरिसक्नु आँट्यो यस्तो छ झरिसक्नु आँट्यो आज लास्ट हो यो फुलको पनि यो फुल बाक्लो भएको भए कस्तो राम्रो देखिन्थ्यो यतिको छ यो पहेँलो फुल चाहिँ कस्तो राम्रो देखिन्थ्यो यस्तै छ फुल चाहिँ फुल आएन नि त नाच्न यो फुल भनेर होइन तिम्रो फुल चाहिँ अलि यता आउनु म जहाँ जान्छु त्यही पछि हस् किन टिपेको अब पाउनु यो फुल होइन झारपात झन् पल्टिन्छ त यार पल्टिन्छ आफै खाजा नबनाउने आफै रिसाउने त्यत्रो अन्डा उसिनेको चाहिँ के होइन होइन बुन्दालाई त्यत्रो अन्डा खाओस् भनेर 5वटा 6वटा अन्डा उसिनेको त्यो त अहिले तरकारी खाने हो अन्डा चाहिँ नखाने अनि तिमीले जे भन त्यही खानुपर्छ भन्ने छ अन्डा कति राम्रो हो हेल्थको लागि त्यो पनि लोकल अन्डा कस्तो मिठो थियो गनाउनु मैले अघि 7वटा खाएको त्यस्तो अन्डा उसिनेको खाओस् भनेर त्यो राम्रो आएन हो प्यालेट त्यो माथिको प्यालेट राम्रो आएन भयो त्यही हो अब जे लाग्यो त्यही हो उता हिँड्नु उता हिँड नि तिमी ब्याग हिँड्नु म आउँछु ल
त्यत्रो अन्डा उसिनिदिएको त नखाने अरे अनि तिमीलाई रिस उठ्ने अनि मलाई रिस उठिहाल्छ नि गुन्डा चोर उता हिँड्नु यस्ताहरू चाहिँ मलाई नजानेको रहेछ अनि मलाई फोटो पनि खालि ठस्के त्यही अनहेल्दी खानेकुरा खानुपर्ने तपाईँ बच्चा हो छिटो आऊ कता जाने हो अब म नाच्ने नाच तल झुन्ड्यो के हो तल झुन्ड्यो के हो झुन्ड्यो क्या तल के हो तुना ऊ तिम्रो पुच्छर झुन्ड्यो ल ल हेलो गाइज हामीले चाहिँ फोटो टिकटक बनाइसक्यौँ होइन अनि अहिले चाहिँ फाइनल्ली मेरो मुड अन भएको छ अनि अब रात पनि पर्न लाग्यो नि त अनि टिकटक भिडियो बनाएर चाहिँ हामी यो ठाउँमा यसरी उभिरहेको छौँ अब साकुराको अन्तिम हो नि त त्यही भएर चाहिँ आज पनि हामीले फोटो भिडियो बनाएनौँ भने यो वर्षलाई ल यो वर्षलाई हाम्रो साकुरामा भिडियो बनाउने सपना चकनाचुर हुने थियो त्यही भएर चाहिँ आज टाइम मिलाएर आएको हो मैले 2 टिका लगाएको थिएँ मेरो एउटा टिका उक्किएछ यसरी वरिपरि रोपिदिएको छ नि त फुल अनि हामी चाहिँ फेरि राउन्ड लाउन आँटेको अब ब्याक क्यामेराबाट खिचिदिनुहुन्छ तर त्यो माइक छ नि माइक त्यो माइकले कस्तो माइक लगायो यो क्यामेरा झिम गरेर खुस्काएर राखेँ के गर्नु यो गर क्या झिरिम गर क्या यहाँ चाहिँ खेत हो नि त यो अब यहाँनिर धान रोप्ने बेला पनि हुनु आँट्यो यहाँ झन् धान रोप्ने बेलामा धान पाक्ने बेलामा यहाँ कस्तो रमाइलो हुन्छ अब धान पाक्ने बेला नि आउने हो यस्तो छ कोरियाको गाउँ चाहिँ साँच्ची रमाइलो छ है यस्तो रमाइलो छ कि बसौँ लाग्ने छ तर जाडो महिना चाहिँ एकदम नराम्रो अनि हामी चाहिँ कोरियाको गाउँले अहिले चाहिँ मलाई एकदम मनी लगाइराखेको छ के गर्नु अब यहीँतिर बसेसर्नु पर्ला जस्तो छ आँखामा गाजल लाउने फुलेछु ओ ल मलाई भिडियो यो बोरामा राम्रो देखेन छिटो भाग बोरामा राम्रो देखेन मलाई धुन मन पर्छ भन तिमी के दिन्छौ यहाँदेखि यता नआऊ बोराको सिङ्गल ऊ कोरियाको गाउँ पनि घुमाउनु लानुपर्छ झन् कस्तो राम्रो छ हामी चाहिँ अब उसो भए ल्याउनु न त ल हामी चाहिँ यस्तो रमाइलो छ कि के कुरा गर्नु र यस्तो रमाइलो छ एउटा यहाँको सत्य कुरा होइन यहाँको गाउँहरू पनि यस्तो राम्रो हुन्छ बस्नलाई यस्तो शान्त हुन्छ होइन सबै सुविधा हुन्छ रोडमा रोड गाडीमा गाडी हर कुराको सुविधा हुन्छ कि तर यहाँको मान्छेहरू यति धेरै सुविधा भएर पनि गाउँमा बस्न रुचाउँदैन अब गाउँमा चाहिँ किन बस्न रुचाउँदैन भने उनीहरू चाहिँ 24 घन्टा प्राय बिजी हुन्छ अनि हामी जस्तै यति त हो हिँडेर जान्छु यति त हो गरिहाल्छु भन्ने खालको हुँदैन कि उनीहरू चाहिँ सकेसम्म आफ्नो काम सकाएर चिलमा बस्न चाहन्छ क्या उनीहरूलाई त्यो सानो कुरामा अल्झिन मनै पर्दैन त्यही भएर चाहिँ उनीहरू अब गाउँमा बस्छ भने त पसलहरू टाढो हुन्छ नि त अनि त्यो पसल टाढो हुन्छ त्यसै अनि गाडी चढ्यो पसल गयो अनि सामान ल्यायो आयो पकायो खायो हो त्यस्तो कुराहरू चाहिँ उनीहरूले एकदम धेरै झ्याउ मान्छ कि अनि त्यही भएर उनीहरूले चाहिँ बरु बजारमै बस्ने फ्ल्याटमा बस्ने भनेर चाहिँ उनीहरूले सोचेको हुन्छ यसरी गाउँमा चाहिँ बस्नु फिट्टिकै रुचाउँदैन कोही बुढापाकाहरू बस्छन्
अब त्यो अलिकति आर्थिक अवस्था कमजोर हुनेहरू चाहिँ बस्छन्, तर कमाउन सक्ने हातखुट्टा चल्नेहरू चाहिँ सहरमै बस्छ। म भएको भए चाहिँ यस्तो सुन्दर ठाउँमै बस्थेँ। तपाईँहरू पनि भन्नु होला यस्तो राम्रो ठाउँ भएको भए तपाईँहरू सहरमा बस्नुहुन्थ्यो कि गाउँमा बस्नुहुन्थ्यो। अभियसली म चाहिँ गाउँमै बस्थेँ। यत्रो सेवा सुविधा पनि छ है। हेरौँ के हुन्छ उता। अब हामी चाहिँ यहाँनिर आएको। अस्ति नै आउनुपर्ने, फुलहरू झरेर सबै नाङ्गै हुनु आँटेछ। अनि आज पनि आएन भने त हामीले यो फुलहरू भेट्नै पाउँदैन थियौँ। त्यही भएर चाहिँ आज मौका मिलाएर चाहिँ हामी फुलमा फोटो खिच्न आएको होइन। अघि सुरुमा त यस्तो रिस उठेर म घरदेखि नै धुम्म परेर रिसाएर आएको थिएँ। अनि यहाँनिर फोटो भिडियो गर्दा गर्दै मेरो मुड फ्रेस भयो। त्यस्तै हो, मलाई चाहिँ मुड अफ भयो भने चाहिँ न भिडियो बनाउनु मन लाग्छ न फोटो खिच्न मन लाग्छ होइन। त्यस्तो खालको मान्छे छु। आफ्नो मुडलाई चाहिँ म फकाउँदिनँ क्या। अनि अरूले त आफ्नो मुड अफ भयो भने पनि जबरजस्ती आफूलाई हँसाउन खोज्छ, तर म चाहिँ त्यस्तो मान्छेमा पर्दिनँ। यहाँ मान्छे पछाडि आयो। अब हामी चाहिँ यो कोरियाको गाउँ घुम्न जाऊँ भनेर चाहिँ सल्लाह गरेको। हामी चाहिँ अब कोरियाको गाउँहरू घुम्न जाँदैछौँ। यो चाहिँ माजन हो, हाम्रो एरियाको भित्तापट्टिको गाउँ हो नि त। अनि चाहिँ घुम्न जाऊँ भन्ने डिसिजन गऱ्यौँ। अनि त्यसपछि घुम्न जाँदैछु। मैले चाहिँ यहाँनिर बोल्दै थिएँ, तर मैले बोलेको चाहिँ सुनिएन छ, किनभने माइक बिग्रेको रहेछ। म चाहिँ पुरा माइक खुल्ला छ होला भनेर चाहिँ बोल्दै बोल्दै हिँड्दै थिएँ। यहाँनिर के भन्दै थिएँ, तर अहिले आएर सुन्दाखेरि त यहाँ त आवाजै रहेन रहेछ। मलाई एकदम धेरै दुःख लाग्यो। अनि अब हामी चाहिँ यहाँ जाँदैछौँ। मैले के भने नेचरलमा बोलेको र अहिले भोइस कभर गरेको त मिल्दैन। तैपनि अब हेर्दै जाउँ। हामी चाहिँ गाउँभित्र छिर्यौँ नि त। अनि अब यता जाने कि उता जाने भयो। अब दुईतिरै गाउँ थियो नि त। अनि अब कतातिर जाऊँ भन्ने भयो। अनि हामीले चाहिँ यतै जाने डिसिजन गऱ्यौँ। अनि जाँदै थियौँ। त्यहाँनिर चाहिँ मान्छे पनि बसिरहेको थियो। अनि अब यिनीहरू क्यामेरामा आएको त रुचाउँदैन। त्यही भएर चाहिँ उनीहरूलाई नदेखिकन हामी चाहिँ यहाँ गयौँ ऐना हेरेर। अनि यो गाउँ चाहिँ गाउँ एरिया हो नि त। अनि गाउँ एरियामा पनि यति धेरै सुविधा छ कि भनेर भन्नै सकिँदैन। यिनीहरूले त आफ्नो खेतबारीमा जाने बाटो समेत प्लटिङले यो पिच गरेको हुन्छ नि त। अनि म चाहिँ के भन्दैछु भने यस्तो राम्रो गाउँ हुँदा पनि यहाँ कोरियनहरू गाउँमा बस्दैनन्। म भएको भए त गाउँमै बस्थेँ। यस्तो शान्त, यस्तो हरेक कुराको सुविधा हुँदै पनि मान्छेहरू किन यहाँ नबसेको होला। मलाई त एकदम धेरै यस्तै गाउँमै यस्तो सुनसानमै बस्न मन लाग्छ भन्दै थिएँ। म चाहिँ यहाँको गाउँको सेवा सुविधाहरू देखेर चाहिँ म एकदम धेरै लोभिँदै थिएँ। अनि अब के भन्नु र, हामीलाई भने एउटा सानो बाटो बनाइदिए पनि कति राम्रो हुन्थ्यो भन्ने हुन्छ। तर यहाँ चाहिँ कुन्ना कानी कब्जामा खेत जाने बाटो, बारी जाने बाटो सबै पिच बनाइदिएर पनि यिनीहरूलाई चाहिँ त्यो सुविधा धेरै भएर होला आफ्नो गाउँठाउँ छोडेर सहरै छिरी जान्छन्। गाउँ त यति शून्य छ, न मान्छे छ, लास्टै शून्य छ। गाउँ चाहिँ बुढापाकाहरू अलिअलि बस्छन्। अनि त्यही कम्पनी जाने मान्छेहरू आवत जावत गर्छन्। अनि त्यति हो, नत्र गाउँ त एकदम धेरै सुनसान छ। हाम्रो गाउँ पनि यो कोरियाको गाउँ जस्तै नहोला भन्न सकिँदैन। मलाई चाहिँ यो भिडियो चाहिँ एकदम धेरै को चाहिँ अब 3-4 महिना चाहिँ फुलै हुँदैन कि, फुलहरू झारपात केही पनि हुँदैन। 5-6 महिना चाहिँ त्यो जाडोले गर्दाखेरि अहिले चाहिँ फुलहरू जता पाए त्यतै हुन्छ। भुइँमा पनि त्यो जडीबुटीहरू पनि फुलिराखेको हुन्छ, झारपातहरू पनि फुलिराखेको हुन्छ। अनि यस्तो रुखहरू त अब फुलि नै रह हुन्छ होइन। अहिले चाहिँ फुलै फुल हुन्छ, जता पाए त्यतै रमाइलो घमाइलो देखिन्छ। तर 3-6 महिना चाहिँ बाहिर निस्किँदा अनि उजाड लाग्ने, रमाइलो पनि नलाग्ने, रुनु मन लाग्ने त्यस्तो हुन्छ क्या। जे भने पनि भनोस्, मलाई यो गाउँदेखि चाहिँ एकदम लभ पर्यो गाइस, लभ पर्यो। कस्तो राम्रो छ यो भन्दा नि अझै राम्रो छ।